त खाते नेपाली भएर त नेपाली रन्डीको छोरो मायादा छुत खाते राणीको छोरो आतंककारी माओवादी मुजी खाते रन्डीको छोरो साला। भाइ मेरो तिम्रो हिन्दूहरूले अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमलाई गाली गर्यो र उहाँको श्रीमतीलाई गाली गर्यो, ऊ पनि छाडा छाडा गाली गर्यो ब्रोडमा। हामी त गाली गरेको होइन तिमीहरूलाई। तिम्रै भाइहरूले तिम्रै हिन्दूहरूले मन्त्र पढेको चाहिँ मैले सुनाएको तिमीलाई। उसपछि तिम्रै वाल्मीकि रामायणमा जुन माता सीताको बारेमा चाहिँ अभद्र भाषाहरू लेखेका छन् म त्यही सुनाएको। यदि तिमीलाई दुःख लाग्यो भने म त्यसको लागि सरी भन्दैछु, तर तिमी त्यो वाल्मीकि रामायण गएर जलाउ न। मलाई किन गाली दिँदैछौ भाइ तिमी? मैले तिम्रो के बिगारेको छु? म तिम्रो त किताब पढेर भन्दैछु कि तिम्रो किताबमा यस्तो यस्तो लेखेको छ। तिमीलाई आपत्ति छ भने तिमी आफ्नो वाल्मीकि रामायणलाई चाहिँ जलाऊ, या वाल्मीकि रामायणलाई चाहिँ भन् कि त्यो चाहिँ निकाल, यसमा चाहिँ किन यस्तो छाडा छाडा कुरो लेखेको छ माता सीताको बारेमा। म त तिम्रो माता सीताले त अहिले पनि म माता सीता बनेर यो सम्मान दिँदैछु, तर त्यसमा त लेखेका कुरा त म त कोट गरिन्छु। गाली दिन्छु भने गाली त हामी त गाली दिन्न भाइ। तिम्रो गालीको नि भाइ म रेकर्डिङ गरिसकेको छु, स्क्रिन रेकर्डिङ गरिसकेको छु। या त तिमी त्यहाँ आएर माफी माग, अहिले जसरी तिमी गाली गरेर गयौ माफी माग्नुहोस् भने म तिम्रो भिडियो लाउँछु म त्यहाँ माथि। र तिमीलाई म माथि आपत्ति छ भने गएर पुलिस स्टेसनमा केस गर म माथि। म सम्पूर्ण जति पनि म आफ्नो भिडियोको प्रमाणहरू छन् सबै म अदालतमा लगिन्छु। तिम्रो एउटा किताबको प्रमाण लगिन्छु र एउटा किताबलाई म एक्सपोज गर्छु कि यसकै किताबमा चाहिँ यस्तो छाडा छाडा कुरो लेखेको रहेछ मैले जुन कोट गरेको। भाइ तिमी आएर माफी माग, नत्र तिम्रो नि म के हाल गर्छु तिमी हेर्दै जाऊ। तिमी मलाई मार्ने धम्की दिन्छौ, तिमी जस्ता खातेलाई म आफ्नो जुत्ताको नोकमा राखिन्छु, बुझ्यौ? लाज शरम घिन केही छैन। एउटा देशको नागरिक भएर दुनियाँ चपलहरूसँग जोइन भएर विरोध गर्दै हिँड्छस् न। आतंककारी माओवादीहरू तिमीहरू माओवादीमा लागेको छ। कोही कालीको रूप देखाएर तिमीलाई सखाप गर्छु भनेर बोलाएको छ। कोही भालुहरू कोही विराटनगरमा त्यस्तै भिडियो बनाएको छ, हामीले चाह्यो भने यस्तो गर्छु भनेर। तिमीहरू मुजीहरूलाई चिक्ने आँट मुजी खाते मुजीहरू। तिमीमा त यति आँट छैन मुजी कि तिमी त्यहाँ बसेर चाहिँ कुरो गर्थिस्। म त्यहाँ एन्टर हुनु बित्तिकै तिमी त्यहाँबाट भागिहालिस्। तिमी अहिले ब्रड अन गर, म तिम्रो ब्रडमा आएर चाहिँ लाइभ रेकर्डिङ गरेर म तिमीसँग यो गर्छु, डिबेट गर्छु र त्यो लाइभ रेकर्डिङ चाहिँ म आफ्नो यसमा टिकटकमा लाउँछु र फेसबुकमा लाउँछु। पुरै भिडियो छ। हिम्मत आइज डिबेट गर, आइज जागर तेरो बाबुलाई सुना जा मादा चुत खाते मुजी चपरी चिक्ने। तँलाई मैले केही पनि भनेको थिइनँ। तेरो लाइभ सुनेर त अर्काको देशको मान्छेहरूसँग बसेर त विरोध गर्दै बसेको थिइस्, मजाक उडाउँदै बसेको थिइस्। त्यही भएर मैले तँलाई भनेको, बुझिस् नि? आफ्नो बाटो लाग्छ मुजी किचिर 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 गर्दै नआइज चिक्ने। अब यो मन्त्र मैले पढेको छु, तिम्रै ब्राह्मणको छोराहरूले पढेको रहेछ। तिम्रो ब्राह्मणको छोराहरूले जसले मन्त्रको आडमा तिम्रो आमा र बहिनी र दिदीहरूलाई तिमीहरूलाई गाली दिएको। जहाँ तिमीलाई यति पनि दिमाग छैन, यस्ता चाहिँ घटिया मान्छेहरूलाई चाहिँ तिमीहरूले फलो गरिरहेछौ र यस्तो घटिया धर्मलाई फलो गर्दैछौ। यो मन्त्र एउटा मुस्लिमले पढेको, तिम्रै हिन्दू ब्राह्मणले पढेको। लाइभ खोल र मलाई इन्भाइट गर, म त्यहाँनिर आउँछु। यस्तो म्यासेजमा चाहिँ कुरो हुँदैन। तिमी मलाई जहाँ पनि भेट्छौ नि तिम्रो म पिछा गर्छु, जहाँ पनि भेट्छौ तिम्रो म पिछा गर्छु। र म नेपालको विरुद्धमा बोलेको होइन। हिन्दूले जुन मुस्लिम प्रति गाली गरेको, म हिन्दूलाई चाहिँ हिन्दू धर्मको किताबबाट चाहिँ उसलाई जवाब दिएको। म नेपालप्रति मेरो हृदयमा यति माया छ, यदि नेपाललाई चाहिँ मेरो बलिदान चाह्यो भने म सबभन्दा अगाडि आफ्नो छाती लिएर अगाडि जान्छु। तिमी मलाई देशभक्ति सिकाउने हो? खाते डरेर चाहिँ भाग्नेहरू चाहिँ आफ्नो धोती चाहिँ भागेर के भन्छ धोती र टुप्पी कटाएर चाहिँ आफ्नो नाम चाहिँ लुकाएर चाहिँ ज्यान बचाउने मान्छेहरू चाहिँ हामीलाई सिकाउँछ देशभक्ति के हो? हिम्मत छ भने ब्रड अन गर। एउटा मुस्लिमको चाहिँ च्यालेन्ज हो छ। तिमी यहाँनिर भन्छौ नि हामी 94% हिन्दू छु, तिमी 94% हिन्दू भएर पनि तिमी ब्रडलाई अन गर्न सक्दिनस् भने हामी त यही सोच्यो कि तिमीहरू त हिजडा हो। जहाँ लाइभ ओपन गर, म त्यहाँनिर आएर तिम्रो डिबेट गर्छु तिम्रो धर्ममाथि। खोल लाइभ। त्यो भिडियोमा बकैता तेरोबाट प्ले भइरहेको छ। तैँले विरोध पनि गरिरहेको थिइस्, बोली पनि रहेको थिइस् न। त्यो कहाँको देशको मान्छेहरूसँग को अरू चपरीहरूसँग मैले सुने। मलाई चित्त नबुझेर आफ्नै देशको मान्छे भएर हामी त त्यस्तो गर्दैनौँ होइन। ओल्लो गाउँ पल्लो गाउँ दाजुभाइ भएर बसेको छौँ। अझ हामी त कति सँगसँगै हुर्केको मान्छेहरू पनि छौँ।
तर म चाहिँ तेरो कुरा सुनेको भएर मलाई दिमाग तातेको हो कि त्यही भएर अब त किचिर 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 गर्दै नआइज है त ठुलो नपल्टी चिक्ने त मुजी मसँग ठुलो नपल्टी मुजी तेरो मुजी चिक्ने अरू त मुजी भालु सालुहरूको सबैको मैले सुनिसकेको छु मुजी ठिक छ तिमीलाई यदि नराम्रो लाग्यो भने तिमी त्यहाँ पुरै सुन्नु पर्थ्यो कुरो चाहिँ के भइरहेथ्यो तिमीलाई नराम्रो लाग्यो भने तिमी कान थोप आफ्नो कान थोप र आफ्नो धर्मको किताबलाई चाहिँ खतम गर तिम्रो धर्मको किताबलाई पढ्न चाहिँ मलाई केही आपत्ति छैन म त इन्टरनेसनल लेभलमा तिम्रो धर्मको किताब पढ्छु तिमी नेपालको कुरो गर्दैछौ नेपालमा म बसी बसी म पढिरहेछु र इन्टरनेसनल लेभलसम्म म तिम्रो धर्मको किताब पढ्छु म त्यही भन्न खोजेको यही कुरो तिमी चाहिँ ब्रड अन गर्न लाइभ अन गर लाइभमा चाहिँ कुरो गर्न यही कुरो जुन अहिले तिमी मेसेजमा भन्दैछौ नि यही कुरो चाहिँ लाइभ अन गर लाइभमा भन ताकि हाम्रो नेपाली जनता पनि त सुनोस् कि मुस्लिमले चाहिँ के कुरो गर्दै रहेछ र हिन्दूले चाहिँ के कुरो गर्दै रहेछ छ हिम्मत लाइभ अन गर्न तिमी जहाँ पनि पाउँछौ म तिम्रो पिछा छोड्नेवाला छुइनँ अब म तिमीलाई फलो गरिसकेको छु तिमीलाई म कतै छोड्दिनौ तिमीलाई बुझ्यौ नि र तिम्रो चाहिँ मेरो मनी रेकर्डिङ छ हेर भाइ मलाई तिम्रो चित्त दुखाउनु छैन होइन तर मैले त्यो सुनेको भएर मलाई लास्टै नराम्रो लाग्यो क्या तिमीमाथि त्यस्तो भइरहेको छ तिमीमाथि चाहिँ दुःख गर्नको लागि अर्काको देश जानु परेको छ हामी अनि तिमीमाथि नेपालकै मान्छेहरू त्यस्तो गर्दाखेरि मलाई साह्रै नराम्रो लागेर मैले भनेको हो त्यही भएर त्यति कुरा बुझ ल्याङ 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 गर्दै नआऊ मसँग यदि तँलाई केही सत्य तथ्य कुरो थाहै छैन कि ब्रडमा के सब चलिरहेछ कसले के गाली दियो कसको गालीको रिप्लेमा के हामी सुनाए के हामी पढे तिमी आएर चाहिँ मलाई गाली कसरी दियौ यदि तिमी चाहन्छौ कि म तिम्रो भिडियो लाउँदिनँ भनेर तिमी अहिले ब्रडमा आएर चाहिँ ब्रडमा सरी भनिदेऊ हाम्रो अगाडि सबै त्यही लाइभमै चाहिँ सरी भनिदेऊ अनि हामी छोडिदिन्छु तिम्रो पिछा नत्र हामी सबैजना जति पनि छौँ हामी सबै तिम्रो पछाडि लगेरै तिमीलाई लखेटी लखेटी नि तिम्रो औकात हेराउँछु म तिमी चाहन्छौ कि हामी चाहिँ दुवैजना मिलेर बसौँ र हामी दुवैजना नेपाली भाइ हौँ र मिलेर बसौँ भने तिमी सबभन्दा पहिला आफ्नो समुदायभित्र चाहिँ जसले मुस्लिम समुदायलाई गाली गरिन्छ र मुस्लिम समुदायको पैगम्बर र उसको श्रीमतीलाई गाली गरिन्छ उसलाई चाहिँ तिमी पहिला रोक्ने काम गर त्यसपछि चाहिँ हामी आफै रुकिहाल्छौँ हामीलाई आवश्यकतै छैन तिमीहरूलाई केही कन्ट्रोल गर्ने एन्सर दिने र अहिले तिमी आएर माफी माग यदि माफी मागिनौ भने हामी कहिले तिम्रो पछाडि छोड्ने छैनौँ माफी माग्छौ भने हामी छोडिदिन्छौँ आजैदेखि छोडिदिन्छु तिम्रो पछाडि मुजी चिक्ने लाडो मुजी अझै उडाउँदैछ छैन तेरो भिडियो सबै डिलिट गर्दा छिटो पुलिस स्टेसनमा गएर कम्प्लेन गर मेरो भिडियो डिलिट गराउनलाई बुझिस् हिम्मत छ भने पुलिस स्टेसनमा कम्प्लेन गर मेरो भिडियो डिलिट गराउन अनि म कोर्टमा जान्छु सबै भिडियो लिएर र तिम्रो जति पनि धर्मको बुक छन् सबै बुक लिएर जान्छु कोर्टमा बुझ्यौ क्या मजाको मन्त्र पढेछ यो दुइटै भाइले चित्त बुझिहाल्यो कि मेरो मन्तरमा लुकाएर चाहिँ आमा बहिनी एक गरिदिएको रहेछ तिमीहरूको यार तेरीको यस्ता पनि धर्म मान्ने हो तिमीहरू कस्तो रहेछ यार मन्त्रको आडमा चाहिँ सिधै तिम्रो आमा बहिनीलाई सिधै गाली गरेको रहेछ तिमीहरूलाई सुप्रभात मॉर्निंग आइए आज का दिन हम शुरू करते हैं मंत्र को सुन करके ताकि हमारा दिन अच्छा रहे रेतश्च्युतो मादुश्च्युतो विराजो नामता रेतावस्ता रेताव्रेद रेतुष्टास्त रेताव्रेदः रेतश्च्युतो मादुश्च्युतो विराजो नामता रेतश्च्युतो मादुश्च्युतो विराजो नामता राडीको छोरालाई म घरैमा आएर त्यो भिडियो डिलिट गर्छु त पुलिस स्टेसनमा कुरा गर्छस् मसँग मादा चुत अझ मुजी बिचरा मुजीलाई किन मुजी मन दुखाउनु भनेको त मुजी चिङ तिमीहरूको धर्म यस्तो उस्तो भन्छ अझै भन्नु छु तेरो म भनौँ तेरो पनि म भन्छु त पक्कलाई म भन्छु तेरो म भन्छु त लाडो टाउकेको नि म त डिकेटको म भन्छु तेरो पनि त पक्ला अस्ति सुशीला आमैले भनिदिनु त चित्त बुझेन अझै चाहियो तपाईँले भन्न खोजेको कि म भिडियो डिलिट गरिदिउँ मलाई भिडियो डिलिट गर्नु आपत्ति छैन म भिडियो त के म भन्दैछु म आफ्नो च्यानलै डिलिट गरिदिन्छु र म सोसियल मिडिया छोडिदिन्छु तर सबभन्दा पहिला तपाईँ हिन्दू समुदाय इन्डियाको र नेपालको हिन्दू समुदाय
मुस्लिमलाई गाली गर्ने काम, मुस्लिमलाई होच्याउने काम, मुस्लिमको पवित्र मान्छे पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई गाली गर्ने काम, उहाँको श्रीमतीलाई गाली गर्ने काम जहिले छोडिदिनुहुन्छ र मुस्लिमलाई बदनाम गर्न छोडिदिनुहुन्छ भने त्यो दिन म यो टिकटक त के म सोसल मिडियाबाटै वञ्चित भइहाल्छु, म साफ छोडिदिन्छु। तर सबभन्दा अगाडि पहिला चाहिँ पब्लिकली आएर चाहिँ भन्नुपर्छ कि हो हामी चाहिँ अब कहिले पनि मुस्लिम समुदायलाई टार्गेट गर्दिनौँ। यदि तपाईँ टार्गेट गरिराख्नु भएको हुन्छ भने हामी त के हाम्रो सन्तान पनि तपाईँलाई जवाब दिने चाहिँ आँट राखिन्छ र तपाईँलाई जवाब दिन्छ, तपाईँकै धर्मबाट तपाईँलाई जवाब दिइरहन्छ। र तपाईँलाई त्यति नै पीडा छ भने तपाईँ पुलिस प्रशासनमा गएर म माथि चाहिँ केस गर्नु, साइबर क्राइममा गएर म माथि केस गर्नु, यो मान्छेले चाहिँ यो हिन्दू धर्मलाई चाहिँ बदनाम गरिरहेछ भनेर म पनि आफ्नो चाहिँ अदालतमा आफ्नो जुन प्रक्रिया हुन्छ त्यो म पुरा गर्छु। अदालतले पनि त हेरिन्छ नि, कमसेकम इन्टरनेसनल लेभलसम्म त हेरिन्छ कि हो यसले चाहिँ के गलत बनेको छ या कि सही बनेको छ, या हिन्दू धर्ममा वास्तविकमा यो चाहिँ किताबमा पाइरहेछ कि छैन भनेर। तपाईँलाई त्यो गर्नु नि बाबा, गाली किन गर्नुभयो? मलाई गाली दिएर के फाइदा भयो? तपाईँको पनि घरमा होला आमा होला, दिदी होला, बहिनी होला, म तपाईँको दिदीलाई, आमालाई, बहिनीलाई गाली गरिदियो भने कस्तो तपाईँको चित्त दुखिन्छ? चित्त त मेरो पनि दुखिन्छ। म पनि तपाईँलाई रिप्लेमा गाली दिन सक्छु, तर म गाली दिन्न। म तपाईँको किताबलाई कोर्याउ के भन्छ, तपाईँको किताबलाई पढी म तपाईँलाई जवाब दिन्छु। गालीको बदला त्यही हो, म तपाईँको किताब पढेर तपाईँलाई जवाब दिने हो। त्यो भएर कहिले पनि गाली गर्ने काम नगर्नु। तपाईले भन्नुभयो कि म पनि इस्लाम धर्ममाथि भिडियो बनाऊँ। तपाईँ बनाउनु, आपत्ति छैन, हामी मुस्लिमलाई आपत्ति छैन। हामी मुस्लिम यति क्यापेबल छु कि हामी तपाईँलाई जवाब दिन सक्छु तपाईँको धर्म ग्रन्थबाट। तर जसरी म तपाईँको धर्मको किताब पल्टाएर रेफरेन्सको आधारमा, प्रमाणको आधारमा म भिडियो बनाउँछु, त्यस्तै तपाईँ यदि हिम्मत राख्नुहुन्छ र तपाईँ चाहनुहुन्छ कि म मुस्लिम समुदायको भित्रको जुन गलत कार्यहरू छन् त्यो चाहिँ पब्लिकको सामने ल्याउँछु भने तपाईँ के गर्नु, इस्लाम धर्म किताबबाट, कुरान र हदिसबाट प्रमाणसहित तपाईँ त्यो भिडियो बनाउनु। हामी हेर्छु कि तपाईँले पनि के बनाउनु भएको छ। जसरी म प्रमाण आधारमा तपाईँको धर्ममाथि भिडियो बनाइदिँदैछु, म पनि त हेरौँ न कि हाम्रो हिन्दू दाजुभाइहरूलाई इस्लाम धर्मको कति ज्ञान छन्, जस कारणले इस्लाम धर्ममाथि चाहिँ भिडियो बनाइरहेछ। म पनि हेर्ने। तपाईँलाई मतिरबाट एकदमै खुला छुट छ, तपाईँ बनाउनु इस्लाम धर्ममाथि भिडियो, तर गाली चाहिँ नगर्नु कसैलाई।